छाया यो चाहिँ वख्रा बीचको जङ्गल। हामी एकजना यता एकजना यता। ल गाइज के छ पुरै गङ्गटा पानी पनि खतरा छ हैन। आमामा यस्तो बवाल छ यहाँ। ल गाइज माछा हेर्नु माछा त थोरै छैन त आमामा हैन। यस्तो दामी ठाउँ छ, यस्तो दामी ठाउँमा हामी घुम्न आएको छौँ। यस्तो दामी सललल माथि आकाशमा प्लेन पनि आएछ सर होइन। यस्तो क्लियर छ नि आमामा। यस्तो बवाल भ्यू छ। यस्तो चाहिँ एकदम छाया मात्र देखिरह, म चाहिँ यतापट्टि छु होइन। यस्तो अनि अब त्यही हो, हामी चाहिँ एकछिन पछि यहाँ भनेको डल्लै स्विमिङ हान्दिने हो। दुई भाइ छौँ। यस्तो बवाल त्यहाँनिर आइल्यान्ड छ एउटा होइन। हामी त्यहाँ जाने हो। त्यहाँ गएपछि चाहिँ अनि त्यहाँबाट उतापट्टि गएर छालहरूमा एकदमसँगले स्विमिङ गरेर बस्ने। उहाँ पर एकजना मान्छे रहेछ, हामी पनि त्यतैतिर जाँदैछौँ। तर बवाल पानी हेर्नु त गाइस यस्तो बवाल छ होइन। पानी देखेपछि त स्विमिङ त गरौँ लाग्छ नि होइन। पसिना आए पनि केही छैन, तर स्विमिङ गर्न छोड्ने चाहिँ होइन नि त। ल त्यहाँ गएर देखाउँछु है गाइस तपाईँहरूलाई। म त्यहाँ गएर फाइनल्ली यो आइल्यान्डमा आइयो होइन। अब यहाँ भनेको एकदमसँगले यस्तो पौडी हान्ने हो नि, यस्तो दामी पानी छ नि आमामा। यस्तो दामी छ होइन। क्लियर छ क्या पानी पनि आमामा। यस्तो दामी प्लेन आइरहेछ होइन समुद्रको छालमा। मजै बेग्लै छ।